हेलो गाइस पहिलाको जमानामा एक्लै बोल्नेलाई पागल भन्थ्यो भने अहिले अब एक्लै बोल्नेलाई अब क्रिएटरले सामाजिक सञ्जालमा भिडियो बनाउने मान्छे रे म पनि त्यो भ्लगमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। हिजो भ्लग बनाउन नसकेको आज चाहिँ ग्याङ लिएर भिडियो बनाउने प्रयास गरिरहेको छु। भिडियो खिच्न त खासै आउँदैन त्यही पनि ल जाम भयो उता कता दाइ उताको पुलतिर ना दिया तो बोलो ना बोलो क्या किया आके दुनिया में भी अगर प्यार ना किया तो क्या किया ले बेटा ले बेटा ले बेटा यस्तो हो क्या केटाहरुले ल यो खोलुम त लक लक त अब ए लक मज्नु लक छ केटाको मेरो पटाको अड्डा नि गणेशसँग ओ दाइको मोबाइल खै ए चन्द्र यता आउ त डिस्टर्ब नगरौँ त पुरै निकाल्दिम गने हामी फुलकोट हेर्न आएको त्यो पनि अब हाम्रो यो पहिलो लन्च हो यो हाम्रो पकेट फेरि आउँदैन चलाउन भिडियो त राम्रो आउँदैछ नि म जस्तो पनि देख्दैन खै म नै हो यो घुम्छ कसरी यो त दाइ हुनुहुन्छ हाम्रो ओनर अब यो क्यामेरा घुमाउन जानिँदैन कस्तो नामको खतखत भिजिटमा निस्केको छौँ अनि स्वास्थ्यले साथ दिएको छैन अलि मेरो यहाँ जोसेफ निस्किरहेको छु म दाइलाई हिजो हस्पिटलमा एक पञ्च दिएको ब्लक लेन्सरको एक पञ्च खाएर डाक्टरले एक पञ्च दिएछ ग्राइन्डर हान्थ्यो नि अनि घरररररर बाँध्दै साह्रै सुन्निएको त्यो सुन्ने डाक्टरले मौरीले टोके जस्तो भन्दै म रहेछ मे कस्तो लागिरहेको छ अक्षय कुमारवाला कोच दिइहाल्छु फेरि म राम्रो छ तर हिजो पानी आएर सबै फुलहरू सबै यहाँ तल देखाउनु यस्तो छ। अनि आज मेन कुरा हाम्रो भन्नु लागेर होइन के भन्छ सूर्य भगवान्लाई ए सूर्य देवता बोलेको राम्रो हुन्छ मजा आइरहेछ है साथीले है यत्रो गोप्रोबाट भिडियो बनाउँदैछन् आज चाहिँ रमाइलो भइरहेछ ल यो कट हामी प्रत्यक्ष प्रसारणमा छौँ कोरियामा तपाईहरु देख्न सक्नुहुन्छ यहाँ कोरिया फुल फुल्ने सिजन अलि साह्रो भयो सरी कट फेरि कट यो कट अर्को ल नयाँ आउँछ हाम्रो प्रत्यक्ष कोरियाको प्रसारण च्यानलको नाम चाहिँ भन्न अहिले म पछि भन्छु अहिले भन्दिनँ यो फुल फुल्ने सिजन एकदम मजाको रमाइलो है कोरियामा बोल्नै आएन सक्दिनँ त्यो पनि आफू पनि बोलेर अनि ट्याक्क अनि के छ तपाईँ कस्तो भन्न चाहनुहुन्छ घर कता भनेर यो कुन तरिकाले राउन्ड हुन्छ त यस्तो रहेछ नि त डबल ट्रिपल क्लिक गरेर डाइरेक्ट फ्रन्ट हुन्छ अनि अगाडि जाँदैछ यो यसले त हल्लिँदैन नि है वाउ वाउ फेस पनि राम्रो हुन्छ वाउ जापानिज केटीले पोलिथिन पक्रिरहेको त हाम्रो यो भाइरल बनाएन कालो पोलिथिन यस्तो कालो पोलिथिन पक्रिरहेको कहाँसम्म त्यसो भाइरल भएको मलाई थाहै छैन जापानिजले त्यो गरेर मैले यस्तो
कालो पोलिथिन भाइरल बनाइदिएपछि होइन कहाँ भएको थियो र त्यस्तो जापानिज हो कि चाइनिज हो होइन मैले त हेरेको छैन ठिकै त्यो त्यो मिडियाहरूमा पुरा भाइरल भएको थियो खाली छ छन त यो पोलिथिन भाइरल गराइदिएपछि के छ खबर मजा आइरहेछ नि के मजा भन्ने र यहाँ जो लाइन निस्केर सुन्ने र बिजोग छ नि यस्तै हालिदिने अनि मन नहाल्ने मान्छे हो र नि मलाई त्यस्तो सोच्नु भएको र हाल्ने नि अनि मजाले हालिदिने अनि भाइ चन्द्रको नहाल्नु न रुगा लागेको छ अहिले अलिक रुगा निको भएपछि अनि हाल्नु क्या होइन फेरि चन्द्रले आफू हेन्डसम आउँदैन भनेर डरले त्यो होला त्यो क्या डर पनि होला हुनु त मरिनु पिनुहुन्छ भन्छु नि के भाइको मोबाइलबाट फोटो हाल्नुपर्छ खिच्न नजानेको है के हो यार गतिलै निकाल्न सकेन दामी रहेछ यार। कता पुलमा यो त्यो पहिलो पुलमा- पहिलो पहिलो चोटि पुलमै भएर हुन्छ दाइ खिचेको हो त पहिले हामी यो विरत अध्ययन गऱ्यो भनेपछि सबै चिज राम्रो हुन्छ उनको अरू भन्दा नि यहाँ जलाइन देख्यो क्या मेरो यार हामी अझ सिक्दैछौँ सिक्नु चाहिँ पर्छ अहिले नभए पनि सिक्दै गयो भने ल तपाईँहरू नि अगाडि जानु न सर हिँड्दैन न दाइ यो ओझेलले पो मलाई डिस्टर्ब गर्छ के नि अन्त भाइरल हुने भन्नु आएको त अनि यो खजना हो कोरियाको खजना हिजो यतैतिर होला हौ मैले ऊ भेट्टाएको यारमा हिजो म फसिसकेको नि यार त्यो स्टिकर टास्ने भन्ने मान्छेहरू हुँदो रहेछ डोनेसनको लागि क्या त्यहाँ चित्रहरू देखाउँदो रहेछ अनि त्यहीमा म त स्टिकर मात्रै टास्ने होला भनेर च्याप्पै समातिहाल्यो यार स्टिकर पछि त कुरा गर्दा गर्दै त डोनेसनतिर पो जाँदो रहेछ क्या दाइ अब यहाँ म्युजिक लाइभ पनि हुँदो रहेछ अनि यो त हिजै थियो यिनीहरूले हिजो नि थियो। यस्तै गर्छन् हामी बुझ्दैनौँ त्यही भएर हामीलाई पनि गाह्रो हुन्छ कि यो भाषाले चाहिँ हामीलाई समस्या बनायो यो नेपाली गाना लगाइदिएपछि कस्तो छमा नाच्न मन थियो यार मलाई अब के गर्नु भन्नुपर्छ कोरतिर जाम लाग्यो जानु त पारी त हेर्दा त राम्रो देखिन्छ नि त्यो गुडिया हेर्नुहोस् गुडिया पनि त्यसै राम्रो औँला चाहिँ देखिन्न त मेरो चाहिँ त्यतातिर त्यो त्यहाँको त्यतातिर त्यहाँको त्यो फाली छ त्यहाँ थियो नि त्यो चमच्चा जस्तो त्यो हटाए रहेछ त्यो अहिले त्यो त्यहाँनिरको गुडिया पनि नयाँ ल्याएको हो दाइ गुडिया मैले त थाहा भएन त यार पहिला देखेँ गुडिया त खै अस्ति भयो जस्तो लाग्थ्यो त्यो छैन र गाडी चलाउनु पर्छ क्या कनेक्टर चलाउनु नि त अनि गएर तर तपाईँसँग केटी नै रहेनछ फेरि केटा चलाउने नि कुनै केटी नै चाहिन्छ र दाइ यो पढाइको फुल पनि लिनुहोस् न राम्रो छ यो सिजनमा लगभग खोलिदिएकै हुन्छ जस्तो लाग्यो अब यो सिजन हो नि त रमाइलो गर्नु सुरुमा आउँदाखेरि त हामी यहाँ त्यो पनि थियो यहाँ बस्नेको आएको दाइ है यतिमा अनि यहाँ बसेर एउटा जडिया दाइले पुरा जडिया हानेको के हो के हानेको हो के हानेको हो दाइले पुरा कोक खसिरहेको थियो नि त फेरि भनेर मलाई गाली त्यही मान्छेले हेरिरहेको रहेछ तर यहाँ सब झरिसक्यो छ नि है झरेर पात पोलाउनु भएर खिच्न जानेसी रमाइलो हो नि नजानेसी के हो भाग्दा नि हुन्छ है लाम ठोकेर गर्दा नि केही फरकै पर्दैन आउँछ होला
यहाँनिर आपाटु गर्दैछ फेरि हानौँ न ल हानौँ मेरो त झन् जो लाइन देखेर झ्याउ भएको छ कहाँ यहाँ हालिदिएर अँध्यारो छ क्या अँध्यारो छ अलिकति जाउँ न पुलतिर जाउँ न पुलतिर अँध्यारो भन्दा पनि राम्रै देखिरहेछ त फुलहरू राम्रो फुल्यो तर अब अर्को हप्ता त पुरै पात हुन्छ त यो त झऱ्यो नि अब त सबै झरिसकेको छ अर्को हप्ता पात हुन्छ यो त ट्याक्कै यही सिजन रहेछ होइन योभन्दा हप्ता दिन पनि अनि प्रोग्राम ओपनिङ भयो दाइ उता देखाउनु त त्यो रमाइलो रहेछ दाइ यहाँ त नाचेछन् क्या तरुणीहरू खै त्यस्तै लाग्यो तपाईँ हामी बिहा नगरेला यहाँ राम्रो हुन्छ होला क्या प्रोग्राम के हो र जेप्पै भन्ने तपाईँले तपाईँले त्यस्तो न न न न मान्छेलाई डिस्टर्ब नगरिदिनुहोस् तर अँध्यारो आउँदो रहेछ बच्चाहरू कस्तो नाचेछन् ल यो रहेको छ नक्कली झरना यहाँ यो चाहिँ सक्कली होइन मानव निर्मित झरना भन्छ माइन्ड फ्रेस गर्नको लागि के बनाछन् टोलीहरू के नेपाली जस्तै लाग्यो नेपाली हो नेपाली हो नेपाली छ सिङ्गोडी छ नेपाल छ र ल भाग्य नभएपछि के अनि झरनै सुकिदिन्छ अब के भन्ने अब भाग्य नभएपछि यस्तो झरना पनि सुकिहाल्छ अरू त्यस्तै लुटो आउलाखेरि फोटो खिच्छ ल अब ला झरनै सुक्यो नि नेपालको मान्छे हो र नेपाल साराम हो र Anio nanun Cambodia saran ba kaya tine Cambodia okay लोकोबाट चाहिँ फोटो निकाल्दा राम्रो आउँछ कि त आउँछ नि कति एमबीको निकाल्छ यसले आज हामी यो नामनको फुलकोटतिर आएको थियौँ यो एकदम रमाइलो दृश्य छ दाइ के छ केही भन्नु छ छैन भाइ रमाइलो भइरहेछ नि रमाइलो घुमघाम के भन्ने ज लाइन बसेर अलि नमजा भइरहेछ त्यो हिजो ज लाइन बनाउन पुरा एक्सर्साइज गर्दा नि मेरो आफै कहिलेकाहीँ आफ्नै केयरलेसले पनि ज लाइन बन्द रहेछ अब केयरलेस भन्ने हो भने सधैँ हुन्छ एकदम रमाइलो दृश्य छ हेर्नुहोस् कोरिया साँच्चीकै कोरिया जस्तो छ अब हाम्रो यस्तो देश त कहिले हुन्थ्यो र हाम्रो कल्पनादेखि बाहिरको कुरा हो तर अब हाम्रो एकजना साथी हुनुहुन्छ एकदम त्यो के भन्छ एकदम बिरामी हुनुहुन्छ त्यही पनि रमाइलो भनेपछि एकदम हामीसँग मिल्ने एकदम माया गर्ने साथी हुनुहुन्छ अहिले एकदम रुगाले ग्रसित हुनुहुन्छ यता केही भन्नु छ मलाई नै रुगा लागेको छ तर पनि म चाहिँ अलिकति इम्युनिटी पावर बढी भएको मान्छे खत्रै हो उता भयो र उता हाम्रो फेरि यहाँ भिडियो हुँदैछ साथीको एकदम रमाइलो मान्नु भएको छ आज दिवस कति दिनको थकान महसुसलाई आज मेटाइरहनु भएको छ सानो सानो खुसी हो यो हाम्रो सबैको यस्तै छ जे होस् रमाइलो छ आजको यो हाम्रो मिनी भ्लग भनौँ न
1 हप्तापछि हामी एकचोटि बजार निस्किने हो के गर्ने दुःख गर्न आएको गोर्खे दुःख गर्नु पर्यो अरू अहिले त घाम पनि आयो यहाँतिर सम्झाम यता माथि अझ रमाइलो दृश्यहरू छ जाम हेरौँ न हेरौँ न वेल जम के अँध्यारो देखिरहेछ त्यो साइकल उडाउने ठाउँ हो क्या बाइक उडाउने ठाउँ कता सेब हेरेर त्यस्तै छ ल यहीँ एउटा दुईवटा फोटो खिचौँ अनि चल भाग गरौँ यार यहाँ कहाँ झुन्डेर खिच्ने होइन होला बाबा यहाँ त एउटा दुईटा फोटो हाल्नु आउँछ होला यहाँ राम्रै राम्रो छ नि यो पनि तर यसको त कति झरेर नि त यार पानी आएर पनि अङ्कै खास तर यो पनि पात उम्रिसक्यो रहेछ कत्रो हतार कहाँबाट यार हेरै हेर्छ नि के हो नि त त्यस्तो कहाँ हुन्छ रे फेरि अहिले ठाडो भाषाले मापाउनु नि हाल्छन् फेरि ल फुल भन्ने यो पैँयौको फुल हो यस्तै छ आज हेर्न आएको खासै मान्छे अनुसारै होला अब रमाइलो गरे रमाइलो नत्र खासै रमाइलो नलाग्ने यस्तै मान्छे अनुसारै रहेछ भ्यू हेर्ने भने अगाडि राम्रै देखिन्छ होस् पारिपट्टि पनि सेक्सफोन है के बजाएर रमाइलो गरिरहेछन् माथि पैँयौको फुल मजाले फुलिरहेको छ अनि यस रमाइलो लागिरहेछ भनौँ अब फुल फुल्दै मात्र रमाइलो लाग्ने हो कि हो यो फुल नफुले रमाइलो नलाग्ने फुल फुल्दैसी रमाइलो लाग्ने भन्ने यो मान्छे अरू खुसी हुनको लागि अरूकै भर पर्ने हो कि के हो खास म कुरा बुझ्न सक्दैन त्यो चाहिँ जे होस् तर यसो हेर्दा चाहिँ मनमोहकै छ दृश्यहरू जे होस् केटाहरू पछाडि फोटो खिच्दैछन् म चाहिँ यता हल्का एक्लै गाडी अगाडि घुम्ने ठाउँ रमाइलो गराएको छ अनि मान्छेले बनायो मानव निर्मित भनौँ न ठाउँहरू घुम्नको लागि चाहिँ राम्रो राम्रो ठाउँ बनाएको हुन्छ यिनीहरूले चाहिँ यो ठाउँमा यहाँबाट देख्न सकिन्छ पारी त्यो खोला जस्तो पनि त्यो सानो पानीलाई थुनेर यस्तो ठुलै खोला जस्तो देखिने बनाएको छ नि पारी त्यो बजारै भइहाल्यो अब त्यो बजारमा हामी चाहिँ बस्न सकिन्न हामी बस्ने छ कुनामा हो कुना खोरतिर त्यो बजारमा त हामी हेर्ने मात्रै हो त्यस्तै छ हामीलाई रमाइलो भन्दा पनि यो भिडियो मैले अब सामाजिक सञ्जालतिर पोस्ट गरेँ भने यो हेर्ने मान्छेलाई चाहिँ ओहो रमाइलो रहेछ यो ठाउँ भने जस्तो हुनसक्छ त्यस्तै हो यो
झरना पानी माथिबाट मेसिनबाट होला सायद तल झरना जस्तो बनाएका छन् यहाँ मान्छेहरूले अब माइन्ड फ्रेस गरून् भनेर होला यस्तै गराएका छन् यो ठाउँमा चाहिँ जङ्गलतिर खासै चराको आवाज सुनिन्न थियो यो फुल फुलेपछि चराहरू पनि रमाएको जस्तो महसुस गरिरहेको छु ल हल्का फुल्का घुमघाम भयो अब चाहिँ हामी अब किनमेल गर्ने अनि रुमतिर लाग्ने भयो र साथीहरू अगाडि लागिसके अब यो पालिको पैँयोको फुल पनि रमाइलो भयो भनौँ